Good morning everyone. We are here at कहाँ हो थाहै छैन मलाई फेरि कहाँ हो रे लट्रमेश्वर महादेव जाँदै हो त्यहाँ त both of three brothers we are heading to our new hiking trail अब यस्तै हो केटा दिनको सुरुवात हाम्रो आफ्नै ठाउँबाट भइरहेछ यस्तोबाट सो हेरौँ अब कहाँ पुगिन्छ कति टाइम लाग्छ स्टार्टिङ कतिबाट ठ्याक्क 4 मिनेट भयो स्टार्ट गरेको ल म फोन गर्छु ल बाई सब ठिक छ दाइ आज हामी कहाँ जाँदैछौँ त आज हामी जाँदैछौँ लट्रमेश्वर महादेव हो कति भयो हामी हिँडेको बिहान 5:30 बजे हिँडेको अहिले भर्खरै हामी अब जोस सबै यताउता भएर अब हामी चाहिँ पैदल हिँड्दैछौँ यताबाट वेदर कस्तो छ ठिक छ वेदर त अहिले ठिकै नै छ अब अहिले पछि एकछिन पछाडि के हुन्छ ठिक छ निरजको हालखबर के छ ठिक छ दाइ सब ठिक छ हाँस्ने मात्र ल ठिक छ जाम अब कति घन्टामा पुग्यो होला 2.5 घन्टा 2.5 घन्टा लाग्छ 2.5 घन्टा लाग्छ हाम्रो यो हिँडाइले लाग्छ ल अब हिँड्छौँ हामी यसरी त यस्तो गर्दै हिँडिन्छ नि त जान्छ खोलामा पुरै कट्टी टेकेर हिँड्नुपर्छ चाहिन्छ त लट्रमेश्वर देखिरहेको त्यो भन्दा यता हेर न यता केटा बेसमा किनकि त्यहाँ अमेरिका बस्छ नि त त्यहाँ पनि अमेरिकाको उनीहरूले अमेरिकाले त पुरै भाइ जस्तो छ नि त त्यहाँको सलमान ट्रम्प यत्रो जग्गा खाली त्यहाँ बनाउँदैछ त एउटा ट्रम्प प्लाजा भनेर ट्रम्पको नाममा ट्रम्पको नाममा फेरि सुकेको बिस्तारै आयो नि त बाघ भेट्यो त फाइट परेको त हाम्रो म त हालिदिन्छु यो सबै भागिहाल्छु अहिले कहाँ रुखमा चढाउ भने चढ्ने रुख जस्तो छैन बाघ रुखमा चढिहाल्छ नि चढ्छ चढिहाल्छ नि बैतडीको बाघ हो त्यो पनि सिडी पूजाको सामान किनियो अब हिँडिन्छ फेरि बजार छ थोरै लेट्स गो हर हर महादेव हामी आएको त यताबाट हो के
तैँले अघि उता भन्छस् पुग्नुपर्ने हामी उहाँ अझै देखेँ हामी त यहाँ तलबाट आएको ऊ त्यहाँबाट आएको अझै लाग्ने 45 मिनट पारी त्यहाँ हेर पारी भिडियो बनाउँदो है जय शम्भो यताउनु पर्यो शम्भो यताउनु पारी हो केटा हो पारी बाप रे बाप देख Finally we arrive at here our final destination. Look at the sky. हामी अहिले के रे मन्दिरको नाम लटेमेश्वर मन्दिर आइपुगेका छौँ भर्खरै पूजा सम्पन्न गरेर हामी अहिले वरिपरिका डाँडाहरू अवलोकन गर्दैछौँ मलाई मन्दिरको नामै भन्न प्रोनाउन्सिएसन गर्नै गाह्रो लागिरहेछ यार अब यहाँ फेरि मन्दिर थियो मन्दिरको माथि फेरि के जानु है यहाँ के यहाँ माथि बस्ने यतै झन्डा ल्याएर झन्डा चेन्ज हान्नु पर्यो झन्डा सन्डा चेन्ज हान्दिनु होला 370 को बिरयानी खाए असुल त गर्नु पर्यो नि त्यो पैसा होइन त्यतिको छोड्छ भन्छ के गुड्किन त लाइन जाने बेला त भन्नु नि के भन्नु विशाल भाइ हामी अब कहाँ आइपुगेछौँ कस्तो लाग्यो तिमीलाई आज हामी यो लटरमेश्वर महादेव मन्दिरमा आयौँ आज अब यात्रा त रमाइलो नै भयो बिचमा अब बाटोहरू यताउता हुँदाखेरि हामी अब हल्का यताउता भयो तर अन्त्यमा आएर यताउता हुँदाखेरि त्यो आउने एकदमै बाटोहरू पनि बिर्स्यौँ अहिले आएर एकदमै मन शान्ति मिल्यो शान्ति भयो जोस् बाटो बिर्सेको बिर्स्यौँ त्यो पनि भयो अब जस राम्रो छ घुम्नलाई एकदमै सर्ट ट्रिप आएर एक दिनमा फर्किने हिसाबले एकदमै राम्रो छ यो बाटो कस्तो छ बाटो अब भन्नु पर्दाखेरि त अब बाटो त अहिले हामी अब पैदल चाहिँ ठिकै छ तर अब उताबाट आउँदाखेरि चाहिँ अब अलि टाइम त अब त्यस्तै बाटो पनि त्यस्तै छ टाइम लाग्छ हल्का बिहान एकदमै बिहानको समय राम्रो समय 5 बजे 6 बजे आउँदाखेरि राम्रो समय त्यति बेला वेदर त राम्रै छ जे वेदर एकदमै राम्रो वेदरले नि सपोर्ट गर्यो पानी पनि भएन अहिले पानी नि परेन वेदर एकदमै सपोर्ट ल अरु के भन्न चाहन्छौ अरु अब राम्रो छ ठाउँ राम्रो छ आउनु होला भिजिट गर्नु होला यहाँ पनि हामी पनि फर्स्ट टाइम आयौँ एकदमै रमाइलो लाग्यो एकदमै राम्रो छ आउनु होला भिजिट गर्नु होला अरु त्यस्तो केही छैन अरु छैन फोर नगर्नु होला एकदमै आफ्नो फोर आफै लिएर जानु होला अरु त्यस्तै हो नि त यस अब यति भन्दै हामी अब हाम्रो 2-3 शब्द यही टुङ्गाउन चाहन्छौँ धन्यवाद जय शम्भो सबको भलो होस् कोही आउँदै हुन्छ भने हामीले चाहिँ झन्डा ल्याउन बिर्स्यौँ कोही ल्याएर चेन्ज गर्दै हुन्छ कोही हुनुहुन्छ भने आई रिक्वेस्ट यु एभ्री वान कसैलाई
आएरै चेन्ज गऱ्यो भने यार नेपालको झन्डा यहाँ चाहिँ यस्तो भएर छ त्यही अरू केही छैन मेरो रिक्वेस्ट क्लियर भयो अब हामीले ब्रेकफास्ट जस्तो अब लन्चै भन्नु पर्यो होइन बनाउनलाई एउटा लोकेसन खोजिरहेको छु मैले अब हाम्रो लन्चमा चाहिँ अब कफी ल्याउने कफी पाएन अब हाम्रो नुडल्स हुन्छ होला अरू के हुन्छ त अरू अब वरिपरि नुडल्स अब चक्लेटहरू छ हामी अनि होपफुल्ली एउटा दामी लोकेसन भेटाउँछु होला मैले लोकेसन हन्टिङमा छौँ हामी हन्टिङ लोकेसन कहाँ बनाउने रहेछ त हो लोकेसन अघि हेरेको त्यही होला होइन कहाँ हो छैन त कहाँ बनाउने त्यही नै हो दाइ हेरेको त त्यो त हिँड्ने बाटो भइहाल्यो नि माथि हेर त एकचोटि ब्रेकफास्टको अथवा लन्चको हामीले लोकेसन हन्टिङ गरेको लोकेसन पाइएन अब फेरि चेन्ज हुनु पऱ्यो अब यस्तो छ भिडमा त्यो ग्यास स्टेसनै बस्दैन हामी उभिएर मात्र भएन त्यही हो अब ब्याक टु अब तल जान्छौँ यस्तो छ पछाडिको भ्यू चाहिँ लेट्स गो बेबी तर यहाँनिर मिल्न त मिल्छ तर मान्छे आउँछन् कि यहाँनिर बसेर त मिल्न त मिल्छ खस्नु होला त भाग्छु भने वाटर रिस सलल पछाडि छाता यता अर्को एलियन दुईटा एलियन छ माथि बिरामी हुन्छ है केटा पानीमा नभिज बिरामी हुन्छ ढिला भयो भनेर घर जान खोजेको यहाँ कन्स्ट्रक्सन भइरहेको रहेछ बाटो ब्लक भयो कसरी जाने अब लाग्छ होला 1 घन्टा